कहाँ जान लाग्यो भनेर तपाईँहरूले अब यसो टाइटल हेरेर थाहा पाउनु भइसक्यो होला। हामी चाहिँ यहाँ यसो डोलाल घाटमा खाजा खानु बसिरहेको। खासै भ्लग बनाउने सोचेको थिएन, तर अचानक यसो बनाइदिउँ न हामी पनि भनेर सट्टा हान्न लाग्यो होइन। कस्तो छ तपाईँ माछा? ओ झक्ले कस्तो छ? यहाँ केटाहरू चाहिँ खाजा खाँदैछ, मेरो चाहिँ यहाँ आउँदैछ है। म चाहिँ भेज भएर माछा मासु खाँदिनँ। फाइनली मेरो पनि खाजा आइसक्यो है। अब म पनि यसो खानु पर्यो। अहिले चाहिँ हामी यहाँ सुकुटीमा पुगिसकेको छौँ। यहाँ खोला छेउमा छु अहिले चाहिँ म। हाम्रो यहाँ सुकुटेमा खाजा खाने बेला भएको छ है। यसो स्विमिङ गरौँ भने यहाँ लास्टै पानी परिरहेको। स्विमिङ गर्ने वातावरण नै छैन गाइस। अहिले चाहिँ हामीलाई यहाँ भलिबल खेल्न पुगेर एकछिन अब रेस्ट लिन लाग्यो। गुड मर्निङ फ्रम सुकुटे। हामी चाहिँ यहाँ बिहान उठेर अब सट्ट ब्रेकफास्ट गर्न लाग्छौँ। हामी चाहिँ यहाँ अब न्यु इयर मनाएर फर्किनु लाग्यो बिहान ब्रेकफास्ट गरेर। अब आज साङ्गामा जाँदा चाहिँ यसो त्यहाँनिर रमाइलो गर्नुपर्ने हुन्छ। घर जाउँ भनेको यहाँ यस्तो छ पार्किङको हालत। यहाँ छ बाइक त्यत्रो छ, कसरी जाने? निकालौँ भने ह्यान्डल लक छ। फाइनल्ली बाइक चाहिँ झिक्न सफल भयो। लास्टै कार भयो, यति लगभग आधी घन्टा 1 घन्टा जति लाग्यो होला यहाँबाट झिक्नलाई। सो अब चाहिँ जाँदैछौँ है त, बाई। अहिले चाहिँ हामी यहाँ केराघारीमा लस्सी खान आएको छौँ। अब भ्लग चाहिँ यहीँ इन गर्छ होला।